नमस्कार। काठमाडौँ उपत्यकाकै सबैभन्दा ठुलो गोलवेडाको फार्म भक्तपुर स्थित चाँगुनारायण नगरपालिका वडा नम्बर 8 को सुडालमा आइपुगेका छौँ हामी। यो गोलवेडा भर्खर भर्खर लगाएर अब उत्पादन दिने बेला भएको छ। अहिले जेठमा हामीले छायाङ्कन गरिरहँदा असारदेखि यो बोटहरूबाट टिप्न मिल्छ र यो झन्डै झन्डै मङ्सिर पुससम्म टिप्न मिल्छ। यो क्षेत्रको करिब 150 रोपनीमा लगाइएको यो खेतीमा चाहिँ 1,60,000 बिरुवा छन् र एउटा बोटमा 5 किलोदेखि 10 किलोसम्म, अझ अनुभव कुरा सुन्ने हो भने त 13 किलोसम्म पनि फलाइएको अनुभव छ। अहिले 3 करोडको लगानीमा सुरुवात गरिएको यो परियोजनामा चाहिँ प्रत्यक्ष रूपमै अहिले यसको सुरुको संरचना बनाउने बाहेक यसरी तरकारी को स्याहार सुसारदेखि लिएर यसको उत्पादनदेखि बजारीकरणसम्म चाहिँ यही टनेलमा 50 जनाले प्रत्यक्ष रूपमा रोजगारी पाउनु भएको छ। हामी यही टनेल खेतीको परिकल्पनादेखि लिएर अहिलेको अवस्थाका विषयमा कुराकानी गर्दैछौँ। क्रमशः परिचयबाट सुरु गरौँ न। नमस्ते, म देवसिंह महरा, एनआरसी कृषि फर्म चाँगुनारायण नगरपालिका वडा नम्बर 4 यहाँ। नमस्ते, म राजकुमार लामिछाने, भक्तपुर सुडाल चाँगुनारायण नगरपालिका वडा नम्बर 8 सुडाल। हामीले व्यवसाय गर्न थालेको यो नयाँ फिल्डमा हामीले अहिले लगभग तपाईँ हजुरको अहिले मुक्सीबाट नयाँ व्यवसाय सुरु गरेका छौँ। यसमा अहिले हामीले लगभग 1,60,000 जात बियर हामी रोपेको छौँ पहिलोपल्ट। त्यसमा अग्लो जातको लामो जातको टमाटर, स्वायत्त जातको टमाटर रोपेका छौँ 50,000 र अर्को हाम्रो अलौनो जातको होजो जातको टमाटर रोपेका छौँ हामीले 80,000 र अर्को एउटा हाम्रो नयाँ जातको हामीले पैठोलाई नयाँ जातको 30,000 रुपियाँ 1,50,000 बेच्न छ। अब यसको बारेमा हामीले भन्न पर्दाखेरि किसानहरूले अब विशेष गरी हामी खेतीमा अलि आत्मनिर्भर भइरहेको छ अहिले। अब अहिले हामीले यहाँ के छ भन्दाखेरि विशेष गरी चाहिँ यो टमाटरको नेपालमा केही गरेर केही गर्नुपर्छ, कृषिमा केही गर्नुपर्छ, कृषि गरेर केही हुन्छ र कृषिमा चाहिँ आत्मनिर्भर देश आत्मनिर्भर बनाउनुपर्छ भन्नेमा हामी अहिले लागिरहेछौँ। र त्यसमा राज्यले कृषिमा ध्यान दिए पनि किसानसम्म पहुँच राज्यको पहुँचेका छैन अहिलेसम्म। र राज्यलाई भन्नुपर्दाखेरि हामीले किसानहरू खुसी चाहिँ छौँ। अहिले काठमाडौँमा भएको व्यवसायहरूलाई, काठमाडौँ भएको खेतीहरूलाई कसरी चाहिँ उधार गर्ने, कसरी अगाडि बढाउने, कसरी युवाहरू देशमै रोजगार गर्ने, रोजगार सृजना गर्ने र भएको युवाहरूलाई कसरी यी युवा उत्पादन बनाएर यीबाट रोजगार दिएर यीबाट आफ्नो देशमा केही गर्न सक्छु भन्ने भावना भएको किसानहरू व्यवसाय जस्तो। अब अहिले म दिदी बहिनीसँग पनि कुराकानी गर्छु। यो के गरिरहनु भयो तपाईँहरूले? यो डोरी बान्नुभयो? किन डोरी बान्नुभयो? यो चाहिँ लहरा तपाईँले भनिदिनु त। यो लामो समयसम्म हामीले उत्पादन लिनुको लागि यो लहरे बाली भएको कारणले हामीले डोरीले झुन्ड्याउँदै माथिसम्म हामी नेटमा पठाइरहेको छौँ। तपाईँले त कुनै बेला 13 किलोसम्म एउटै बोटबाट उत्पादन गर्नु? हजुर, मैले फलाएको छु। यसमा प्रत्यक्ष रूपमा लाग्नु भएको 23 वर्ष भयो। अनि यो ठाउँको जमिन भेट्न कतिको सकस पर्यो? किनभने काठमाडौँ उपत्यकामा भक्तपुरमै एकैपटक 148 रोपनी जग्गा र अरू थप करिब 50 रोपनी जग्गा भन्नुभएको छ। यो टनेलको एउटा विशेषता चाहिँ पानी परिरहेछ, त्यसको आवाज छ। त्यो आवाजका बिचमा हामीले यो कुराकानी गर्दा त्यसको अर्को एउटा सौन्दर्य पनि छ। यसको यो फार्म कसरी सुरु गर्नुभयो, अरूका लागि पनि कसरी गर्नु पर्दो रहेछ, त्यो अनुभव बताइदिनु न। सुरुमा त हामीले यो क्षेत्रमा यति रोपनी जग्गा कलेक्सन गर्न नै धेरै ठुलो सङ्घर्ष गर्नु पर्यो। 2 महिना 3 महिनाको अन्तरालमा बल्ल तल्ल हामीले यो जमिन जुटायौँ। जमिन जुटाइसकेपछिका समस्याहरू पनि हामीले समयमा बाँस पाउन सकेनौँ। यसमा चाहिने आवश्यक सामग्रीहरू जुटाउन पनि हामीलाई धेरै धौधो पर्यो। कम्पोस्ट मल, गोबर मल जुटाउन पनि हामीलाई धेरै टाढा बनेपादेखि लिएर काठमाडौँका थुप्रै क्षेत्रहरू, गाई फाउहरू स्याहार्दै खोज्दै हामीले गोबर मल प्राप्त गऱ्यौँ। त्यसपछि कुखुराको मलदेखि लिएर सबै, त्यसपछि गएर धेरै कुराहरू हामीले प्लास्टिकको लागि पनि सरसँग धेरै लामो उहाँको प्रयासपछि बल्ल हामीले प्लास्टिक प्राप्त गऱ्यौँ। त्यो गर्दै जाँदा अहिले हामी यो चरणसम्म आइपुगेका छौँ। तपाईहरुले जसले भन्नुभयो पनि हुन्छ गोलबेडै किन लगाउनु भयो यत्रो धेरै ठाउँमा? बजारको सम्भावना त अरु धेरैको छ नि त।
यो टमाटरको बारे छ हजुर टमाटरको चाहिँ यो लङ लास्टिङ हजुर यसो लङ लास्टिङ हुन्छ क्या लङसम्म टिप्न पाउँछ र लङ लास्टिङ फेरि हामीलाई अलिकति तपाईँको हाम्रो लगानी उर्ने सम्भावना बढी हुन्छ त्यसले गर्दा टमाटर रोपेको टमाटर अथवा काँक्रो सेकेन्ड बालीमा काँक्रो फर्स्टमा टमाटर छ त्यस कारण हामी लगाएको यो जस्तो यो पानीहरूको प्रबन्ध गरिएको छ नि यसले कसरी यो यसको अलिकति चक्रको विषयमा बताउनु न यसको त अब यो पानी हाम्रो यो बोरिङबाट आउने पानी हजुर अरे हामी डाइरेक्ट तपाईँको यसमा हाम्रो ट्याङ्की हाल्छौँ है बोरिङ छ हाल्छ नि हजुर यहाँ युज छ यहाँबाट तपाईँ पानी हालेर फेरि यहाँ यसमा आउँछ यहाँ यो फिल्टर हुन्छ यहाँ हजुर फिल्टर भएर यहाँ जान्छ प्रत्येक प्लान्टहरूमा यहाँ हामी खोल्छ मिसिन छ हाम्रो यहाँ तपाईँको यहाँ मिसिन छ यहाँ यो मिसिन होइन यहाँबाट यसले फोर्सले फाल्छ यो 1.5 इन्चीको यहाँलाई फाल्यो यहाँबाट प्रत्येक प्लान्टहरूमा त्यसै तपाईँको प्रत्येक प्लान्टमा त्यहाँ पानी ठोपसित फाल्छ त्यसको ड्रप हो यसको अलिकति पद्धतिका विषयमा बताइदिनु न यो रोप्नेदेखि लिएर यो के कसरी लगाइन्छ प्रविधिका विषयमा यसको अब सुरुमा हामी जाउँ तपाईँको बिर्नाबाट जाउँ हामी यसलाई बिर्ना राख्छौँ पहिला सुरुमा ट्रेमा ट्रे हुन्छ ट्रेमा राख्छौँ बिर्ना राख्छौँ बिर्ना राखेको तपाईँको यो 7 दिनभित्र यो बिर्ना उम्रिन्छ 7 दिनपछि यो महिना 1 महिनामा गर्मीमा 1 महिनामा बिर्ना तपाईँको रोप्न हुने हुन्छ त्यसलाई हामी यसमा ल्याउँछौँ यहाँ ल्याएपछि यही सिस्टम तपाईँको देखाउँदा मल्चिङ सिस्टम यहाँ कल पार्छौँ र बिर्ना हामी तयार गरेर राख्छौँ होइन यहाँ रोपिसकेपछि हजुरको अब यसमा रोपिसकेपछि यसमा पहिला फर्स्टमा हामीले यसमा चाहिँ अलिकति यो बिर्नामा कम्पोस्ट मल थोरै कम्पोस्ट मल अनि थोरै सोलीको भन्ने एउटा विदेशी मल जैविक मल अनि गौँडाको मल हालेर रोप्छौँ हामी रोपेपछि हामीलाई 7 दिन दलिन्छ के पनि गर्दैन यो यसै आफूले जरा बिस्तारै फाल्छ अनि बिस्तारै अरू चिजहरू अब हाल्दै अनि सिस्टममा देखाएर हामी चल्छ तपाईँले 13 किलोसम्म फलाउनु भन्नुभयो नि कहाँको फार्ममा फलाउनु भयो मैले दहचोकमा चन्द्रगिरी नगरपालिका 1 नम्बर वडामा हजुर यो बजारीकरणको चाहिँ समस्या छैन होइन तपाईँहरूले त आफै उत्पादनदेखि लिएर बजारसम्म जानुहुन्छ बजारको समस्या चाहिँ छैन जति भएको उत्पादन भएको वस्तु चाहिँ नेपालभित्र अहिले नेपालभित्रै खबर छ यसलाई अलिकति बजारीकरणलाई अलिकति विस्तार गरेर नेपाल सरकारले यहाँ भएको उत्पादनलाई चाहिँ हाम्रो देशको उत्पादन चाहिँ अरू देशको उत्पादन चाहिँ नेपालमा भित्रिन्छ अब हाम्रो देशमा भएको उत्पादन पनि नेपाल सरकारले चाहिँ अलिकति पहलमा विदेशी मार्केट लान सक्यो भने अझ किसानलाई सहज हुन्छ कि अझ किसानहरू चाहिँ अलिक आत्मनिर्भर हुन्छन् कि यो गोलबेडा मूलभूत रूपमा 2टा प्रकारको लगाइएको छ एउटा यो गोलबेडा चाहिँ अचार खाने प्रयोजनबाट हो होइन अनि यताको चाहिँ भर्खर रोपिएको चाहिँ सलाड खाने होइन यो चाहिँ झ्याप्पै एकै पटकमा 8-10 किलोसम्म फल्छ एउटा पोटमा चाहिँ हजुरको होइन यो चाहिँ झ्याप्पै फल्छ 8-10 किलो चाहिँ मिनिमम फल्छ के भन्छ त्यो जातको नाम अलराउन्डर अहिले सिजेन्टा कम्पनी अलराउन्डर भन्छ नाम अलराउन्डर सिजेन्टा कम्पनी यो चाहिँ विदेशी बियो यो यतापट्टि देखिरहेको यो दृश्य छ नि यो चाहिँ नगरकोटको एरिया पल्लो पल्लो नगरकोट त्यसको पल्लो डाँडो यो चाहिँ नगरकोट यो जितपुर यसलाई भन्छ जितपुर यो जितपुर गाउँ हो यो मान्छेहरूलाई थाहा पनि छैन होला कि नगरकोटको तल यति ठुलो लगभग अब तपाईँहरूले यो विस्तार गर्दै 200 रोपनी त बनाउने भन्नुभएको छ है यो यसै वर्ष मात्रै सुरु गर्नुभयो यो यति धेरै खेती त एउटै किसानको थिएन होला करिब यो जमिन होइन यो करिब 100 जना जग्गा धनीहरूको जमिनलाई चाहिँ कसरी प्राप्त गर्नुभयो त त्यसरी हामीले यहाँ पहिला सुरुमा हामी यहाँ घुम्दै आयौँ हामीले खेती गर्छौँ खेती गर्नुपर्छ खेती गर्ने नै भने सोच्दा हामीले जोडिएर जाँदाखेरि एकपल्ट हामी घुम्दै नगरकोट जाने सिलसिलामा आएका थियौँ आएपछि हामी त्यो बाटोमा यो हामीले फाँट देख्यौँ हजुर देखिएपछि अनि एउटा यहाँ दाई हुन्छ यहाँ रामबहादुर दाई हुन्छ हजुर अनि उहाँलाई हामी सम्पर्क गऱ्यौँ उहाँले नै यो जमिनको सबै कुराको व्यवस्थापन दाइले गर्नुभयो र दाइ दुःख गरेर यो यति गरिदिएको मलाई पनि धेरै धन्यवाद यहाँ के समस्या छन् जस्तो अब यो धेरै बजारीकरणको त समस्या छैन यो नजिकै भयो होइन यो कालोपत्रे सडकको भक्तपुरबाटै यहाँ पहुँच भयो तर अब यहाँ मल ल्याउनदेखि लिएर अरू सबै कुरामा स्थानीय सरकारले विद्युत प्राधिकरणले स्थानीय प्रशासनले कति समन्वय गरेका छ अथवा के सकस छ स्थानीय सरकारबाट त केही पनि गाह्रो छैन हाम्रो स्थानीय सरकारको यहाँ हाम्रो एउटा स्थानीय सरकारको वडा अध्यक्ष हुनुहुन्छ हाम्रो जनक खत्री दाइ हुनुहुन्छ उहाँले हामीलाई धेरै सहयोग गर्नु भएको छ किनभने उहाँले यहाँ आएर यसो हेर्नु भएको छ हामीले वस्तुमल झार्दाखेरि कुनै पनि त्यस्तो धेरै अलिकति समस्या चाहिँ के भने वस्तुमल ल्याउँदाखेरि बाटाको समस्या बाटामा बिलले पानले धिसानले भर भन्छन् त्यो समस्या चाहिँ अलिकति छोडेको छ अब बत्तीको समस्या पनि अलिकति गाह्रै छ बत्ती चाहिँ अब हामीले किसानले एकैपल्ट दिनुपर्ने ठाउँमा बत्तीलाई अलिकति हामीले धेरै दिन धाउनु पर्यो
अहिले बत्ती त सुलभ छ होइन, कतिको सस्तो छ? बत्ती त हामीले चिताइ मिटर पाएका हो, दूरी मिटर छ। रात दिन दिएको कुरामा कुनै कुरा कमी छिट्छ, तर पाउन झन्झट। महाराज यहाँ के कुरा सुधार गर्नु पर्यो ताकि नेपाल चाहिँ साँच्चै कृषिमा निर्भर छ भन्न सकियोस्? अब कृषि प्रधान देशमा साँच्चीकै कृषिलाई राम्रोसँग आत्मनिर्भर बनाउने हो भने कृषिमा चाहिने सम्पूर्ण साधन स्रोतहरू, बिउ बिजनदेखि लिएर मल खाददेखि लिएर यसमा चाहिने आवश्यक प्लास्टिक ड्रिपदेखि लिएर औजारहरू सम्पूर्ण नेपालमै उत्पादन गर्नुपर्ने मैले देख्छु। अब यो नेपाल सरकारलाई हाम्रो आग्रह पनि हो। नेपाल सरकारले यो विषयमा ध्यान दिएन र कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकेन। विदेशबाट र बाहिरबाट मात्रै किनेर खाने परनिर्भर हुने सिस्टममा सरकार जाने हो भने भोलि हाम्रो देशमा भोकमारी नआउला भन्न सकिने अवस्था चाहिँ छैन। अब यो यहाँनेरि चाहिँ तपाईँको यसको उत्पादन त हामीले सुन्ने हो भने यो 150 रोपनी क्षेत्रफलमा लगाइएको उसमा चाहिँ दैनिक रूपमा कति उत्पादन हुन्छ हजुर? कति टिप्न सकिन्छ? दैनिक रूपमा हामीले लगभग हामी 700-800 क्रेट गोलभेडा उत्पादन गर्छौं। त्यसलाई किलोमा 21 हजार किलो लगभग दैनिक हामी 22 टन यहाँबाट उत्पादन हुन्छ पर डे नि। त्यो भनेको लगातार झन्डै 6 महिनासम्म, 5 महिना 6 महिनासम्म लगभग आउँछ। त्यो भनेको त तपाईँ यहाँको उत्पादन भएको गोलभेडा काठमाडौँलाई मात्रै पुग्छ कि देशभरि नि पुग्छ? यो त काठमाडौँमा मात्र होइन, देशैभरि है। काठमाडौँकोदेखि लिएर तपाईँको पूर्व बुटोल, भैरवा, नाराघाट, पोखरा, हेटौडा, वीरगञ्ज, पूर्वको दमक, बित्तामोडसम्मलाई पुग्छ। यो कुनै पनि यो मार्केटले जति अहिले 2-4 वर्षदेखि हामी प्रोजेक्ट पछिसम्म मार्केट सबै यो टमाटर खाइसक्यो, उत्पादन बढाइसक्यो, गइसक्यो। अब हामी एक्सपोर्ट बाहिर जान सक्यो भने अझ किसानहरू यस्तो किसिमको टनेल चाहिँ यो परिमाणको खेती चाहिँ कहाँ भएको छ नेपालमा? अरूतिर नेपालमा तपाईँको काठमाडौँ, अब ललितपुर, भक्तपुर, काभ्रे, अब धादिङ पनि ताकत, धादिङ, नुवाकोट, अलिअलि पोखराको ह्याङ्जातिर छ। आत्मनिर्भर छौँ कि छैन गोलभेडामा? गोडा आत्मनिर्भर लगभग 70% आत्मनिर्भर छ। तर 30% चाहिँ हामीले यो पुष र माघ फागुन 3-4 महिना चाहिँ हामीसँग अलिकति यो चिसो कारणले गर्दा देशमा उत्पादन हुँदैन, तर विदेशमा आयात गर्नुपर्छ। त्यसमा इन्डियाबाट भर पर्नुपर्छ। त्यो पनि सकिन्छ, सम्भव छ। तर राज्यले त्यसलाई के गर्नु पर्यो, कुन ठाउँमा फलको उत्पादन हुन्छ टमाटर, त्यो ठाउँमा राज्यले केही गरिदिन्छ पर्यो। एउटा 1 केजी गोलभेडाको चाहिँ उत्पादन लागत कति पर्छ सरदार? काठमाडौँको टोल व्यवसायले 28-30 पर्छ एक केलीको है। काठमाडौँको लागि चाहिँ होइन, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, हेटौडालाई। अब तपाईँको तराई हामी तराई गऱ्यौँ भने चाहिँ फेरि तराईमा अलिकति टोल व्यवसाय हुँदैन नि त, टोल छैन, टोल खुल्ला ठाउँमा हुन्छ। टोलमा चाहिँ उहाँ चाहिँ त्यही 12-13 पर्छ। यो अब अहिले बजारमा चाहिँ तपाईँले थोक रूपमा कति 40-45 रुपियाँ दिइरहनु भएको छ होइन? हजुर, अहिले पाउने किसान हुन्छ 40-45 रुपियाँ। 40 रुपियाँ। त्यो भने त तपाईहरू अहिले यो टनल सुरु गरेको पहिलो वर्षमै झन्डै अर्थशास्त्रको भाषामा भन्दा ब्रेक इभनमा हुनुहुन्छ। करिब 3 करोड लगानीमा पहिलो वर्ष नै 5.5 करोड चाहिँ उपार्जन हुने सम्भावना देखिन्छ। हामी त्यो लक्ष्य लिएर हिँड्छौँ। अब लक्ष्य भन्न हामीले चाहिँ 5 करोड 5.5 करोड बेच्छौँ भन्ने लक्ष्य छ। अहिलेसम्म हेर्दाखेरि बोर्डको सिनारी हेर्दाखेरि सबै बुझ्दाखेरि बजार मार्केटमा यो साल अलिक महँगो हुने सम्भावना देखिएको छ। त्यसले गर्दा तपाईहरू चाहिँ यसका साझेदार को हुनुहुन्छ? तपाईहरू 2 जना हुनुभयो, अनि अरू? यहाँ राजन सर हुन्छ, राजन कोनेरुजी, मेरो भाइ, आदरणीय भाइ पनि हुन्छ, र मेरो पार्टनरसिप हाम्रो 20औं वर्षदेखि उहाँसँग हुन्छ होइन, सम्बन्ध। एउटा प्रकाश कुमारजी हुनुहुन्छ, उहाँसँग 10औं वर्षदेखि उहाँको सम्बन्ध भइरह्यो होइन। अनि दाइ यसै भइहाल्नु भयो हाम्रो दाइको। तपाईहरुको 4 जना, हामी 4 जना टिम छ यहाँ। र छुटाउनै नहुने चाहिँ अर्को यहाँसम्मको सारथी बन्नुभएका श्री कृष्ण अधिकारीजी। हाम्रो यो आजको यो अवस्था ल्याइन सक्ने हाम्रो यो अवस्था हाम्रो ल्याउने चाहिँ दाइ हुन्छ मेरो आइएन दाइ, श्री कृष्ण दाइ। उहाँको के योगदान छ? उहाँले हामीलाई अब पहिला सुरुमा हामीलाई फर्स्ट दाइले यो हामीलाई चाहिने भने प्लास्टिक हो, विशेष गरी यसको लागि प्लास्टिक दिनुभयो। अनि त्यसले ल्याएर मल्चिङ, यो थोपा सिन्चाइ पनि यहाँ दाइकै हो, यो भित्रमा थोपा सिन्चाइ दाइको, यो तार पनि दाइकै हो होइन। सबै कुरा गरेर दाइले अहिलेसम्म कुनै पनि कुराको हिसाब गर्दैन। त हजुरले फलाएर मलाई त्यसको पैसा जिम्मा गरिदिनुहोस् भएर उहाँ यदि सहयोग गरेर यो चाहिँ सायद कुनै पनि व्यक्तिले गर्न सक्दैन। दाइले चाहिँ हामीलाई
चिन्तन पनि पहिरो भएको अनि अब अरू पनि भन्दा नि विशेष गरी के भने किसानलाई केही गर्न पर्छ देशमा केही गर्न पर्छ भन्ने भावना उहाँले भएको कारणले गर्दा दाइ सहयोग गरिदिनुभयो त्यसलाई धेरै धन्यवाद। अब अन्त्यमा म तपाईहरु सबैका तर्फबाट श्री कृष्णजी यसरी तपाईहरुले देशभरिका किसानलाई हेर्नु भएको छ, कुनै बेला इजरायलमा कृषि पनि गर्नुभयो, कृषि औजारदेखि लिएर सबै काम गरिरहनु भएको छ हैन। किसानले चाहिँ गर्न सक्ता रहेछन्, सही रूपमा प्रविधि पाए, सही रूपमा ज्ञान पाए, सही रूपमा बजार र सबै कुराको चाहिँ एउटा सम्मिश्रण पायो भने गर्न सकिँदो रहेछ भन्ने तपाईको के छ सन्देश? यो सरकारले अलिकति चाहिँ किसान मैत्री त्यस्तो खालको नीति बनाइदिए किसानलाई सहज हुने खालका चाहिँ प्रविधिमा भन्सार छुट होला। जस्तै यी चिजहरू यहाँ बन्दैन, सम्भव पनि छैन। यो जुन माथि देखिरहेका यो ग्रिन हाउस फिल्म यो बाहिरबाट ल्याउँदाखेरि अहिले 52-55% भन्सार तिर्नु परेको छ। 30, 13 र 5 जोडिँदै जान्छ। त्यो मल्चिङ प्लास्टिक भयो, थोपा सिँचाइका प्रविधिहरू भयो, किरा नलागोस् भनेर लगाउने जालीहरू भयो। अब यो तार यो तार यहाँ बाहेक कहीँ पनि युज हुँदैन, तर यसमा पनि 50-55% सम्म चाहिँ भन्सार लगाइरहेको अवस्था छ। एटलिस्ट यस्ता कुराहरूमा मात्रै राज्यले अलिकति सपोर्ट गरिदिने हो भने, भन्सारमा कम भन्सार लगाइदिने हो भने अथवा 1% भन्सारमा दिइदिने हो भने यस्ता किसिमका प्रविधिहरूको चाहिँ मूल्य कम पर्न जान्थ्यो, जसले गर्दाखेरि चाहिँ किसानको ओभरअल लागत मूल्य नै कम पर्न जान्थ्यो। त्यो अहिले धेरैभन्दा धेरै युवा साथीहरू जो हाम्रो प्रकाश सर कोरिया बसेर आउनुभयो, उहाँ सरहरू राजनजी, राजकुमारजी, महरा दाई 14-15 वर्षदेखि म इजरायलबाट आएदेखि नै उहाँहरू यही फिल्डमा आबद्ध हुनुहुन्छ, कृषि नै गरिरहनु भएको छ। नयाँ नयाँ प्रविधिहरू हामीले भन्दै गरेका प्रविधिहरूलाई उहाँहरू प्रयोग गर्न खोजिरहनु भएको छ। तर यसको मूल्य भन्सारको कारणले गर्दा राज्यले अलिकति चाहिँ यी चिजहरूलाई अलिक अपहेलना गरे हो कि कृषिलाई भन्ने कारणले गर्दाखेरि चाहिँ यो चिजहरू चाहिँ महँगो छ। तर आजको दिनमा व्यावसायिक फार्म हजुरले देख्नुभयो यहाँ 1,60,000 बिरुवा 4 जना साथीहरूले कति राम्ररी व्यवस्थापन गरिराखेको। यहीँ काठमाडौँमै कोही चाहिँ कृषिसँग रिलेटेड कोही व्यक्ति मन्त्रालयका कोही आइदिनु भयो भने पनि हेर्न सक्ने ठाउँ छन्। 1,60,000 बिरुवा एकै ठाउँमा जम्मा 4 जना साथी काठमाडौँभित्रै यत्रा 50 जनालाई चाहिँ रोजगारी दिएर सबै आश्रित हुनुहुन्छ नि यही फार्ममा। सबैले चाहिँ बच्चा पढाउनु भएको छ, यहाँ कोठा भाडा लिएर चाहिँ आफ्नो गर्जो टाइरहनु भएको छ भने प्रत्यक्ष रूपमा चाहिँ यत्रा रोजगारी दिने उहाँहरू जस्ता देशैभरिका विदेशबाट काम गरेर आएका, केही अनुभव लिएर आएका साथीहरूलाई चाहिँ ती किसानी पेसामा आबद्ध हुन खोज्ने, व्यावसायिक हुन खोज्ने, उद्यमी हुन खोज्नेलाई चाहिँ राज्यले हर सम्भव सम्पूर्ण चिज राज्यका बेचेर हुन्छ कि उहाँहरूलाई उगास्न सक्ने हो भनेदेखि चाहिँ हामी साँच्चै पनि यो अन्नजन्य चिजहरूमा, खाद्यान्न चिजहरूमा चाहिँ हामी आत्मनिर्भर हुने थियौँ। यो चाहिँ मेरो सुझाव सन्देश पनि रह्यो। हस्, यहाँको यो पुनीत कर्म, किनभने कृषि साँच्चीकै कृषिमा आत्मनिर्भर हुन सक्छ भन्ने यो अग्रसरता तपाईहरु सबैलाई र यो समन्वय सेतुका लागि श्रीकृष्ण अधिकारीजीलाई पनि धन्यवाद। धन्यवाद हजुरहरूलाई पनि हाम्रो फर्ममा आएर कमसेकम हाम्रो मेहनत परिश्रम र हाम्रो लगानीलाई कमसेकम आफ्नो दिव्य दृष्टिले यहाँसम्म पुर्याइदिनु भएकोमा हजुरहरू सबै श्रीकृष्ण सर लगायत सबै टिमलाई हाम्रो एनआरसी कृषि फर्मको तर्फबाट धेरै धेरै धन्यवाद र निरन्तर हाम्रो तर्फबाट हृदयदेखि नै धन्यवाद दिइरहने छ। र साथ सहयोग र हाम्रा कुराहरू हाम्रो मेहनत परिश्रमलाई देशभरि आम नेपाल सरकारदेखि सम्पूर्ण नेपाली जनताको माझमा पुर्याइदिनु हुनुहुन्छ भन्ने पनि हामी हृदयदेखि हजुरसँग अनुरोध गर्छौँ। हामीलाई अनुदान चाहिएको छैन। राज्यले के भने किसानलाई परेको समस्या मात्र सल्भ गरिदिएको छ, अरू केही पनि गर्न पर्न। आज यहाँसम्म ल्याइदिनु भयो श्रीकृष्ण सरले, हजुरसँग चिन्जान भयो, धेरै खुसी लाग्यो होइन। धेरै धन्यवाद। यो सुरुवात हो। धन्यवाद। यो साँच्चीकै नमुना कृषि फार्म छ, किनभने एक दिनमै 24-25 टनसम्म उत्पादन हुन सक्छ र यो पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म यसले चाहिँ बजार पुर्याउन सक्छ। र यो गोलबेडाको विशेषता चाहिँ के रहेछ भने एउटै बोटमा करिब 5 देखि 10 किलोसम्म फल्न सक्ने र लामो समयसम्म यो असारदेखि लिएर पुससम्म उत्पादन हुन सक्ने भएका कारणले गर्दाखेरि पनि यो दिगो किसिमको रहेछ। यो यति नजिकै यति व्यवस्थित फार्म रहेछ भन्ने सुन्ने बित्तिकै यो आउनु, यसलाई प्रचार गर्नु मात्रै होइन, यसलाई प्रवर्धन गर्नु, प्रोत्साहन गर्नु पनि हाम्रो कर्तव्य भनेर आयौँ। कुशल छायाकार नवराज अधिकारी प्रति आभार व्यक्त गर्दै हामी यो भक्तपुरको चाँगु नारायण वडा नम्बर 8 स्थित यो फार्मबाट हामी बिदा चाहन्छौँ। नमस्कार।